हे गाइज, हाउ आर यु अल? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। र आज चाहिँ मेरो हो छुट्टी जाने दिन। आफ्टर 2 मन्थ म चाहिँ छुट्टी जाँदैछु। अन्त म छुट्टी जाँदै जाँदै चाहिँ मेरो नानी र हस्बेन्डसँग बात गर्दै जाँदै थिएँ। अन्त उनीहरूलाई चाहिँ मैले पैसा देखाउँदै थिएँ। मेरो एम्प्लोयरले चाहिँ मलाई टिका लगाएर पैसा दिनुभएको थियो नि त, दसैँको गिफ्ट तँलाई भनिकन। अनि त्यही म यहाँनिर देखाउँदै थिएँ। अन्त मेरो हस्बेन्डले चाहिँ मलाई यहाँ लुगा देखाउनु भन्नुभएर म चाहिँ लुगा देखाउँदै थिएँ। अनि अहिले चाहिँ म जहाँबाट बस चढ्छु त्यहाँनिर चाहिँ म यो मेट्रो निटदेखि जाँदैछु। त्यहाँनिर पुगेर चाहिँ अन्त म बस चढ्नुपर्छ। त म चाहिँ यहाँ आइसकेको छु बस स्ट्यान्डमा। अनि यहाँनिर चाहिँ म बस पर्खिरहेको छु। अब कति बेला बस आउँछ भन्दै अन्त यस्तो हेरेको टिका लागिरहेको रहेछ बोजूले यस्तो छर्किँदाखेरि। अनि त्यही निकाल्दै थिएँ म चाहिँ अल्छी लागेर। अन्त अहिले चाहिँ मेरो बस पनि आयो। अन्त म बस चढेँ। हेर्नु न कस्तो मजाले चराहरूको के भन्छ झुन्ड कस्तो मजाले उडिरहेको छ। त म चाहिँ अपार्टमेन्ट पुगेँ। अनि यहाँ मैले मेरो दिदीलाई फुपूलाई भेटेँ। अन्त हग गरेँ। अनि यहाँ चाहिँ मैले नानीलाई जुत्ता किनिदिएको थिएँ नि त, त्यो मैले देखाउँदै थिएँ मेरो फुपूलाई। अन्त फुपूले पनि राम्रो रहेछ त भन्नुहुँदै थियो। अनि पुरा भोक लागिरहेको थियो। अन्त हामी चाहिँ खाना खानु बस्यौँ। ऊ चाहिँ मेरो नयाँ साथी, आज नै भेटेको उसलाई चाहिँ मैले गाडीमा जाँदाखेरि। अनि यहाँ चाहिँ मेरो फुपू हुनुभयो। अनि उता चाहिँ दिदी चाहिँ ल्यान्डलर्ड हो। अनि हामीलाई चाहिँ पुरा भोक लागिरहेको थियो नि त, बिहानदेखि केही नखाइकन आएको। अनि हतार यहाँ खाना खानु बसेँ म। अन्त अब खानाको साथमा डल्ले खोर्सानी त चाहिन्छ। अनि यहाँनिर पनि डल्ले खोर्सानी पाउँछ। त्यही हामी यहाँ उता ल्यान्डलर्ड भेनालाई मागिकन चाहिँ खाएँ। अनि अहिले चाहिँ दसैँको टिका लाउनुको लागि रेडी भएर बसेको थिएँ। अन्त यहाँनिर चाहिँ मैले मेरो हस्बेन्डलाई भिडियो कल गरेर अन्त देखाएँ हो कस्तो देख्दैछु भनेर। अन्त राम्रो देख्दैछ भन्नुहुँदै थियो। अनि यहाँ चाहिँ हाम्रो जमरा हेर्नु न कस्तो मजाले आएको भगवान्, विदेशमा पनि यस्तो दामी जमरा, म त छक्क परेँ। अनि यहाँ चाहिँ मेरो फुपूले चाहिँ हामीलाई टिका लगाइदिनु हुँदैछ। अनि यो चाहिँ मेरो बहिनी हो, मेरो बडाको छोरी हो। यो चाहिँ भर्खरै 1 महिना जस्तो भयो आएको यहाँनिर। अनि यसको चाहिँ यो फर्स्ट, अब इजरायलमा फर्स्ट दसैँ। मेरो चाहिँ यो 3rd दसैँ हो। तर मैले योभन्दा अगाडि 2टा दसैँ चाहिँ मनाउनु पाएको थिइनँ, किनभने म अलिक टाढो थिएँ। अनि त्यही भएर म आउनु पाएको थिइनँ। अनि योपालि चाहिँ अब मिलाएर छुट्टी निस्केको। मेरो फुपूलाई चाहिँ मैले टिका लगाइदिएँ, किनभने यहाँनिर अब अरू कोही पनि थिएन टिका लगाइदिनुको लागि। त्यही भएर मैले नै लगाइदिएँ। अन्त यहाँ चाहिँ यतापट्टि चाहिँ मेरो साथीले सेलरोटी बनाउँदै रहेछ हो। कस्तो दामी, हेर्नु न गोलो गोलो सेलरोटी। मलाई फेरि कस्तो खानु मन लागिरहेको थियो कहिलेदेखि। अन्त म चाहिँ यहाँनिर बनाउँछु सोच्दै थिएँ होइन, म जहाँ काम गर्छु त्यहाँनिर। तर फेरि मलाई आउँदैन नि त पिठोहरू मुछ्नु। ठिक्क परिमाण खानु पाइहालेँ।